पृथ्वीमा पस्नु भएपछि उहाँको महिमाको अर्को भाग देखाउनु भयो। पहिले कनानको भूमिमा देखाउनु भयो, अनि अँध्यारो पृथ्वीमा ज्योति चम्कियो। सबै ज्योतिमा आएर त्यसको शक्तिबाट बल्यो। उहाँको महिमा बढोस्, राष्ट्रमा नयाँ देखियोस्। जानु सबैले उहाँ पृथ्वीमा धेरै अघि आउनु भएको, इजरायलबाट पूर्वीय राष्ट्रमा महिमा ल्याउनु भएको। चम्किन्छ उहाँको महिमा, पूर्वमा ल्याइएको हो अनुग्रहको युगदेखि आजसम्म। इजरायलबाट उहाँ बिदा हुनुभयो, पूर्वमा आउनु भई बस्नुभयो। बिजुली सिधा पूर्वदेखि पश्चिम सम्किन्छ, पश्चिम नगई उहाँ पूर्व आउनुभयो। कनानको भूमि पूर्वीय राष्ट्रका मानिसका लागि ल्याउनु भयो। बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ। जब पूर्वको ज्योति बिस्तारै सेतो हुन्छ, तब पृथ्वीको अन्धकार ज्योति बन्छ। उहाँले इजरायल धेरै अघि छोड्नु भयो र पूर्वमा नयाँ भई उदाइरहनु भएको छ भनी मानव जान्दछ। उहाँ एक पटक इजरायलमा ओर्लनु भयो, पछि त्यो भूमिबाट बिदा हुनुभयो। उहाँको कामले ब्रह्माण्डको नेतृत्व गर्ने हुँदा उहाँ फेरि इजरायलमा जन्मन सक्नुहुन्न। बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ, पश्चिम नगई उहाँ पूर्व आउनुभयो। कनानको भूमि पूर्वीय राष्ट्रका मानिसका लागि ल्याउनु भयो। बिजुली सिधा पूर्वदेखि पश्चिम चम्किन्छ। उहाँ सबैलाई कनान लैजान चाहनुहुन्छ, त्यसैले ब्रह्माण्ड नियन्त्रण गर्न कनानबाट बोल्नुहुन्छ। कनान बाहेक पृथ्वीमा कुनै ज्योति छैन, त्यहाँ नपुगेसम्म मानिसले ठण्डी र भोकको सामना गर्छ।